साथीभाइ भने चाहिँ मेरो आज फर्स्ट डे स्कुल ड्युटी है। आज नानीहरूलाई चाहिँ म लिएर गइरहेको छु है एसएचएमबी स्कुल। सो गाइस भने म चाहिँ अहिले लागिरहेको छु गेटपट्टि है। गेटबाट फेरि लाग्दैछु मङ्गलबारी है। तपाईँ पनि म देखाउनेछु तपाईँहरूलाई अगाडि विषय है। गाइस भने चाहिँ अहिले म चाहिँ गेटको छेउमा अहिले पुगिसकेको अहिले लाग्दैछु मङ्गलबारी है। म चाहिँ अहिले सुमसे बजारको अहिले टाउनमा अहिले गइरहेको छु मङ्गलबारी है। भने चाहिँ अहिले म चाहिँ लामा ट्रान्सपोर्ट अहिले पुगिसकेको छु है। त्यति रोड चाहिँ आज जाम छैन है, क्लियर नै छ रोड चाहिँ है। कुनै डिस्टर्बहरू दिएको छैन है, ठिकै छ भन्नु पऱ्यो है। लागिरहेको छु अहिले मङ्गलबारीमा चाहिँ। साथीभाइ भन्ने चाहिँ अहिले म बस्दै पुगिसकेको छु है। लागिरहेको छु अहिले साथीभाइ भने चाहिँ अहिले गोपीमान अहिले पुगिसकेको छु म है। एकछिनपछि अब मङ्गलबारी पुग्नेछु। साथीभाइ भने चाहिँ अहिले मङ्गलबारी पुगिसक्यो। मङ्गलबारीतिर अहिले फर्किँदैछौँ गेटपट्टि है। फेरि अलिकति ओभरटेक गर्ने हुँदाखेरि चाहिँ यसरी चाहिँ जाम लगाइदिइहाल्छ नि हामीले चाहिँ। ड्युटी टाइममा जानेहरूलाई पेसेन्जरलाई फेरि साह्रो पर्छ प्रब्लम है। सो साथीभाइ भने चाहिँ अहिले हामी चाहिँ भुटान गेट पुगिसकेको छु है। फेरि सेकेन्ड राउन्ड भइरहेको छ। गाइस भने चाहिँ म चाहिँ अहिले लागिरहेको छु यहाँबाट फेरि बस स्ट्यान्ड है। किनभने मैले पेसेन्जर पाएको छु बस स्ट्यान्डको है। अब उहाँलाई चाहिँ लगेर ड्रप गरिराखेर फेरि म लाग्ने छु मङ्गलबारी। म यहाँबाट लाग्दैछु भने चाहिँ नि यसरी त्यो ठुलो गाडीहरू चाहिँ राखिदिन्छ कि अनि जाम लगाइदिन्छ नि त। तर ठिक गरेछ यो ट्राफिक पुलिसले यसरी लगाइदिएको छ होइन। यो गाडीहरू चाहिँ गरेर कि यसरी चाहिँ पुरै जग्गामा चाहिँ पुरै जाम लगाइदिन्छ नि त। मेन चाहिँ यस्तो प्रब्लम हुन्छ कि अनि स्टुडेन्टलाई स्कुल लिएर जानु है, अनि अफिसतिर काम गर्ने पेसेन्जरहरू लिएर जानुको लागिलाई यति प्रब्लम हुन्छ, बिचराहरूलाई यति हेरेसमेन्ट हुन्छ है। यो चाहिँ अलिकति अब म चाहिँ के भन्छु भने ट्राफिक पुलिसले पनि अलिकति चाहिँ यसलाई चाहिँ अलिक गाइड गर्नुपर्ने हुन्छ है। साथीभाइ भने चाहिँ मैले माथि पेसेन्टमा आइपुगेको छु मैले है। यहाँ पेसेन्जर रुमेर बसिरहेको छु, आइपुगेछ पेसेन्जर पनि एकजना लिएर जाँदैछु अहिले गेटपट्टि है। सो साथीभाइ पानी चाहिँ भने चाहिँ भर्खर चाहिँ अहिले चाहिँ रहिदिनु सक्यो है। पानी चाहिँ आज मजाले एकछिन चाहिँ मजाले परेको थियो होइन। अहिले चाहिँ म लागिरहेको छु गेटपट्टि है। चाहिँ स्कुलको टाइम पनि त भयो नि त। म चाहिँ अब स्टुडेन्ट ल्याउनुको लागि चाहिँ अहिले गइरहेको छु है। जानुपर्ने चाहिँ मेरो चाहिँ बाउ बजारको तलपट्टिबाट जानुपर्छ होइन एसएचएमबी स्कुल। म चाहिँ अहिले लागिरहेको छु है। साथीभाइ भने चाहिँ मैले स्कुलको छेउमा आइपुग्नु पुगेको छु स्कुलमा है। हो बस चाहिँ निस्कि